माई मिनी भ्लग। हेलो। अनि हामी चाहिँ माथि सामान लिएर आएको। देखाउनु सामान। आलु आलु अनि यो मामा अगाडि कुखुरा। खै त देखाउनु त। नमस्कार हजुर नमस्कार। आलु हो यो के अरे माइजू? आलु हो त्यो बिउ हो अनि यो त्यो तिते भान्टा र अनि छाता छाता हो। यहाँ चाहिँ अहिले यस्तै हुस्सुला पानी जाडो पनि छ एकदम। चितवनमा चाहिँ गर्मी छ, यहाँ चाहिँ जाडो छ। लोकेसन नि भन्दैन यो ठाउँको कहाँ हो? कहाँ हो यो? बारपाक सिलिकोट गाउँपालिका 3 स्वारा माझथर हो यो। हामी चाहिँ आज दिनभरि घरमै बस्यौँ। अहिले साँझ पख के गर्ने भनेको मासु लिन गयौँ, एकछिन भलिबल पनि खेल्यौँ अनि त्यसपछि आउँदै आइसक्यौँ। मासु लिन गएको हजुर तिमी? हजुर हो। उहाँ हुनुहुन्छ मेरो श्रीमान, हेर्न सक्नुहुन्छ। यस्तो अल्टेरी मान्छे पनि मेरो श्रीमान हुनुहुन्छ। छुचो पनि हुनुहुन्छ। छुचुवाली भन्न नमिल्दा त्यत्रो कुखुरा लिएर आउँला। अरू चाहिँ केही छैन क्वालिटी। धेरै रिसाउनुहुन्छ। अहिले चाहिँ यहाँ 6:30 भइसक्यो। हामी चाहिँ जङ्गलमा हामी किरा पनि कर है के हो त्यस्तो। अनि अरू त त्यस्तै हो। यस्तो छ हुस्सुलाहरू अगाडि। हामी चाहिँ अहिले घर जाँदैछौँ सामानहरू लिएर आएर। आलु बोक्दै हुन्छ। कति केजी होला आलु? होला 2-2.5 केजी होला। 3 केजीको छ क्या यसमा। 5 केजीको हो प्लास्टिक नै। धौ भयो गाइज, धौ भयो। ल बाई बाई गाइज। अब हामी घरतर्फ